सबैजना नमस्कार छ। हामी चाहिँ अहिले यो है सिन्धुपाल्चोक जिल्ला अन्तर्गतको मेलम्ची नगरपालिकामा रहेका छौँ। यो दृश्यमा हामीले यो बगिरहेको इन्द्रावती नदी हो। यो है इन्द्रावती नदी मेलम्ची बजार नजिकै रहेको छ। इन्द्रावती नदी चाहिँ एकदम रमणीय स्थल छ। पारी यो भर्खर बनेको पुल रहेछ होइन। यो चाहिँ इन्द्रावती नदी कोशी नदी है सप्तकोशीको सबैभन्दा पश्चिममा रहेको सहायक नदी हो। यो चाहिँ सप्तकोशी नदीको सबैभन्दा पश्चिममा रहेको सहायक नदी यो गएर दोलाल घाटमा है यो नदी गएर दोलाल घाटमा सुनकोशी नदीसँग मिसेर विलिन हुन्छ र सुनकोशी नदीको रूपले अलि तल गएर परिचित हुन्छ। त्यसपछि तामाकोशी मिसिँदै क्रम हुन्छ। एकदम रमणीय स्थल रहेको छ। भर्खर बनेको पुल चाहिँ यो चाहिँ हेर्न सक्छौँ हामीले है। यता चाहिँ मेलम्ची बजार रहेको छ है। एकदम रमणीय स्थल। यो बाटो पनि भर्खर बन्दैछ होइन। पारिपट्टि यो सुनकोशी सरी इन्द्रावती वारिपारी जोड्ने है इन्द्रावती नदीले वारिपारी जोड्ने काम गरेको भर्खर नयाँ निर्मित पुल रहेको छ। चाहिँ एकदम रमणीय स्थल रहेको छ। पानी पनि अहिले एकदम कञ्चन देखेको छ। हामीले हेर्न सक्छौँ। हामीले हेर्न सक्छौँ अहिले अनि दर्शकहरू एकदम रमणीय स्थल रहेको छ। फाइनल्ली एकदम यात्रा चाहिँ एकदम सफलपूर्ण थियो।